मकर राशि मकर राशिका लागि यस समय मध्यम समय रहेको छ। आफूदेखि द्वितीय रहेको सूर्यले आफ्नो शरीरमा मनमा उदासीनता र आलस्यताको वृद्धि गराउनेछ। शिर भारी भएको जस्तो अनुभूति हुनेछ। विशेष गरेर सञ्चित धनमा केही क्षति हुन सक्ने सम्भावना देखिएको छ। हजुरहरू यस महिना दिनभरि कानुनी कारबाहीबाट हुन सक्ने सम्भावित जोखिमबाट बस्नुपर्ने समय रहेको छ। यदि सरकारको कुनै पनि अवैध कार्यहरू गर्दै हुनुहुन्छ भने हजुरहरूका लागि अत्यन्त कठिनपूर्ण समय देखा परेको छ। विशेष गरेर वाणीमा एकदम सहन गर्नुपर्ने, वाणी कन्ट्रोल गर्नुपर्ने समय रहेको छ। बोलीकै कारणले गर्दाखेरि बोलिरहेका बेलामा बन्न लागेका कार्यहरू पनि बिग्रन सक्ने सम्भावना देखिएका छन्। आफ्ना इष्टमित्र छरछिमेक परिवारमा बोलीका कारणले गर्दाखेरि मनमुटाव हुन सक्ने सम्भावना देखिएको छ। पराक्रममा विशेष गरेर 17 गते पश्चात केही हदसम्म राम्रो परिवर्तन देखा परे तापनि आफूले परिश्रम र कठिनाइपूर्ण झमेलाहरू झेल्न पर्ने समय रहेको छ। प्रेम सम्बन्धमा भने त्यति उत्तम समय रहेको छैन, मध्यम रहेको छ, कठिनपूर्ण रहेको छ। वैवाहिक जीवनमा भने थोरै मनमुटावको समय रहेको छ। एक आपसमा बुझ्ने र समय बिताउने गर्नुपर्ने देखिएको छ। भाग्यको मध्यम साथ छ, त्यति उत्तम समय रहेको छैन। कार्यक्षेत्रमा धेरै चञ्चलता देखा परेको छ। धेरै परिश्रम गर्नुपर्ने र परिश्रमको आधा भाग मात्र हजुरले फल प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ। आयित धनमा भने केही वृद्धि हुन सक्ने सम्भावना देखिएको छ। विदेशमा हुनुभएका महानुभावका लागि भने थोरै मेहनतपूर्ण समय रहेको छ। हजुरहरूले यस महिना विशेष गरेर गणेशजीको आराधना गर्नाले केही हदसम्म नराम्रा योगहरू कटेर जानेछन्। राम्रा केही सुधारहरू हुन सक्ने सम्भावना देखिएको छ।